गर्मी महिनामा लाइनर लगाउँदा बढी पसिना आउन सक्छ, त्यसैले सरसफाइमा विशेष ध्यान दिनु पर्दछ। धेरै पसिना आएमा लाइनर फुकाली भित्रको पसिना फाल्नुहोस्। खुट्टा र लाइनर दुवैलाई सुक्खा सफा कपडाले पुछेर फेरि लाइनर लगाउन सक्नुहुन्छ। लाइनर दिनहुँ सफा गर्नु पर्दछ। लाइनर सफा गर्दा सबैभन्दा पहिले लाइनरलाई उल्टो बनाउनुहोस्। सफा पानीले पखाल्नुहोस्। नुहाउने नरम साबुन प्रयोग गरेर लाइनरलाई धुनुहोस्। लाइनरलाई कुनै पनि खस्रो वस्तुले घोट्नु हुँदैन, यसो गर्दा लाइनर चाँडै बिग्रन्छ। पखालेपछि सफा कपडाले पुछेर लाइनरलाई सुक्खा ठाउँमा सुकाउनुहोस्। प्रयोग नगरेको बेला लाइनर भित्र सफा कपडा राख्नुहोस्, यसबाट लाइनरको आकार बिग्रदैन। लाइनर वा कृत्रिम खुट्टा प्रयोगमा कुनै समस्या आए तुरुन्त यस भिडियोमा दिइएको सम्पर्क ठेगानामा सम्पर्क गर्नुहोस्।